यो जग्गा चाहिँ बिक्रीमा छ है। यो चाहिँ टोखा बजारबाट 5 मिनट जति 4 मिनट जति लाग्छ। ठ्याक्कै बजारबाट यहाँ पुग्न 4 मिनट जति लाग्छ। यो नुवाकोट हाइवे रोडबाट 1 मिनट जति लाग्छ, 1-2 मिनट जति लाग्छ। यो चाहिँ ठ्याक्कै टोखाको नजिकको जग्गा बिक्रीमा छ है गाइस। तपाईहरूलाई यदि जग्गा किन्ने इच्छा छ भने, राम्रो वातावरणमा जग्गा चाहिएको छ भने प्लिज कन्ट्याक्ट गर्नु होला। म कन्ट्याक्ट नम्बर छोड्नेछु यस भिडियो भन्दा मुनि। यो चाहिँ एकदम राम्रो, बेलुकासम्म घाम लाग्ने ठाउँ। पारिपट्टि हेर्नु होला, यति राम्रो रमणीय वातावरण छ। मलाई चाहिँ पैसाको साह्रै समस्या भएर मैले जग्गा बिक्रीमा राखेको, बेच्नुपर्ने जग्गा होइन। यहाँ चाहिँ बाटोको चाहिँ 3 फिटे बाटो सरकारी बाटो छ र यहाँ छिट्टै बाटो जाने प्रोसेसमा छ। यो हाइवे रोडबाट जम्मा 1 मिनटको भित्र हो र यहाँ छिट्टै नै बाटो जान्छ। अहिले चाहिँ हाल चाहिँ नक्सामा 3 फिटे सरकारी बाटो कायम गरिएको छ। यो चाहिँ बस्नको लागि एउटा सानो घर बनाएर बस्नको लागि पनि वाउ वातावरण भएको ठाउँ। बेलुकैसम्म घाम लाग्छ। बजारको हिसाबले पनि धेरै नजिक हैन। अनि अब बजारमा त एभ्रिथिङ नै हुन्छ। अब त्यो हुनाले इच्छुक महानुभावहरूले चाहिँ कन्ट्याक्ट गरिदिनु होला, कमेन्ट गरिदिनु होला है। राम्रो छ, पारिपट्टिको भ्यू हेर्नु होला, धेरै राम्रो छ। यतातिर घर पनि बनिरहेछ। यो नजिकै घर हो, यो माथिको हो। यो माथि अहिले देखेको घर चाहिँ टोखा बजारको हो, माथितिरको अग्लो अग्लो घरहरू। म त्यही नजिकै छु गाइस। यदि टोखा बजार नजिकै तपाईहरूलाई जग्गा चाहिएको छ भने कन्ट्याक्ट गर्नु होला, कमेन्ट गर्नु होला र जग्गा आएर हेर्नु पनि होला। यदि मन पर्यो भने म सुपथ मूल्यमा दिनेछु। ल गाइस, धन्यवाद। तपाईहरूको कमेन्टको अपेक्षा राखेको छु। धन्यवाद है।